नरे फाँटतिर थियो म्यापमा पनि यतै देखाउँछ हैन कहाँ रहेछ यो ओ छोरी कता कता म हजुरकै लोक अटोमोबाइल्स खोज्दै खोज्दै आइरहेको थिएँ यहाँ म्यापमा हेरेर ए म्यापमा हेरेर आएको थियौ म्यापमा हेरेर यहाँ हेर्दै तिमी आएको थिएनौ झन् म अब यसो गाडी किन्नु पर्यो भनेर आएको ए हे गाडी किन्न आएको तिमी त्यसो भए कस्तो खालको गाडी चाहियो त तिमी गाडी सिकिसक्यौ म भर्खर लाइसेन्स निकालेँ अब हात बसाउनको लागि भनेर यसो ठिक्क खालको गाडी किनौँ भनेर ल अनि कति बजेटको तरी अब हेरौँ न सस्तो सस्तो हो इ जम्मा 2 लाख रुपैयाँ छ त हेर त ल तिमीलाई हुने खालको गाडी हो नि फेरि यो मारुति 800 गाडी 1999 मोडलको जम्मा 2 लाख रुपैयाँ मात्र आम्मामा 1999 हो अनि चल्छ नि हो मजाले चल्छ मजाले सिक्न सिकाउन हात बस्नु लागि एकदमै बेस्ट गाडी भनेको यो गुरु गाडी भन्छ क्या यसलाई चाहिँ गुरु गाडी अलि यो भएन कि अलि 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 राम्रो खालको अलि राम्रो खालको चिटिक्क परेको ल आओस् यहाँ अर्को पनि देखान्छ आऊ त आऊ ल ल टोयोटाको एरिस त हुँदैन ल है त तिमी भर्खर सिकेको अब टोयोटाको के सरी i20 पनि हुँदैन होला अलिक ठिक भर्खर सिकेको मान्छेलाई ल हेरी यहाँ छ चिटिक्क परेको हेर यो चाहिँ फेरि कुन हो यो चाहिँ मारुति सुजुकी कम्पनीको अल्टो एकदम रिसेलेबल हाई भएको यो पनि गुरु गाडी नै हो क्या सिक्न पनि हुन्छ सिकाउनको लागि पनि हुन्छ हात बस्नुको लागि पनि हुन्छ यो चाहिँ एकदमै राम्रो गाडी हो अनि यसको फिचर्स चाहिँ के छ फिचर चाहिँ एसी मात्रै हुन्छ यसमा चाहिँ यो 2005 मोडलको हो अनि यसको मूल्य पनि धेरै छैन जम्मा 6,25,000 मात्र छोरी ल ए जम्मा 6,25,000 6,25,000 मात्रै पनि अलिअलि त मिल्छ होला तिमीलाई ल मिलाइदिउँ ल ल तिमी लानी हो भने मिलाइदिउँ ल म लोकेसन हेर्दै हेर्दै आएको थिएँ झन् यस्तो राम्रो गाडी रहेछ यहाँ ल अरू पनि छ हामीसँग टन्नै छ गाडीहरू है टन्नै छ अब तिमीलाई जुन लान इच्छुक हुन्छौ त्यो लान सक्छौ है त ल म भोलि यसो घर सल्लाह गर्छु मम्मीले अनि त्यसरीबाट म भोलि नै बुक गर्छु है त ल आउने फेरि है के चिया कफी के खाएर हैन म भर्खर खाजा खाएर आएको है ल ल हस्